अरे जय बाबा मरे मता मुझे क्या है देखा लगे एक्चुअली पहले बचाओ सुनने भाई ये परिवार क्या पानी हो क्या खाने हो ये कुमारी को टावो तुझे कुत्तवासी हो मुझे कसम नहीं दे उसने में सोच नहीं ना ला क्या होता समस्या है यार मगर छाया इस टाइम में तो तत्वरी हम तत्व ले दिया छो सोच नहीं आराम गर्नु आराम भनेको मान्नु न के गर्नु छ त मेरो सन्जे तागत सन्जे छोराछोरी भन्नुभयो अब बुढेसकाल लागिसक्यो न त आफूले कमाउन सक्नुहुन्छ न त छोराछोरीले कमाउन सक्छ म त जेठोसोरो पनि केही गर्छु पढ्छु कमाउँछु भनेर सर गएको भने धेरै भइसक्यो सहरमा के गर्छ खान्छ कि खाँदैन कि फोन पनि गर्दैन के गर्दैछ होला सुन गोविन्द तिमीलाई यहाँ बोलाएको किन भन्दा तिमी हामीसँग जोडिएको कति भयो 2 महिना र 2 महिनामा पैसा कति दियो 5000 त्यो 5000 रुपियाँ जसो तसो हामी आएछौँ म्यारेज गर्ने तर हामी अब सक्दैनौँ कहाँबाट हुन्छ कसरी हुन्छ के गरेर हुन्छ त्यो तिम्रो हातको कुरा हो तर भोलि पैसा बुझाउन सकेनौँ भने हामीले सरी भन्न बाध्य हुनेछ बुझ्यौ नि हुन्छ सर सकेसम्म कोसिस गर्नेछु कोसिस होइन तिमीले पैसा जसरी भए पनि तिर्नु पर्यो यदि तिरेनौ भने तिमीसँगको यात्रा यहीँ समाप्त हुन्छ अलि विचार गर अब तिमी जान सक्छौ सरले पनि कसरी चित्त दुख्ने गरेर वचन लगाउनु भयो हुन त मैले बेलैमा पैसा तिर्न सकेको भए आज यसरी सरको वचन सुन्नै पर्ने थिएन एक्जाम पनि नजिक आइसकेको छ पैसा चाहिँ कहाँबाट कसरी जुटाउने होला अब घरबाट माग्नु भन्ने आउँदा आमाले हे बाबु मेरो क्षमताभन्दा परको सपना देखेर सर छिर्दैछस् र बाबु कमाउने क्षमता छैन देखेको छस् भाइ किन सानै छन् म बुझेर कहाँ गएर के गरौँ हाम्रो आश भरोसा भनेको त हो म बुझेर त कमाएर पढाउन नसकुला केही गर्छु पढ्छु भने सर छिर्न लागिस् राम्रोसँग जा राम्रोसँग पढ केही गर्न सकेछ भने एउटा घर गर्छ ए बाबु ए बाबु ए बाबु कस्ता मान्छेले चाहिँ सम्बन्ध भएका होइन यसरी त हुँदैन मैले कतै न कतै काम खोजेर भए पनि आफ्नो पढाइलाई निरन्तरता दिनैपर्छ जान्छु सोच्छु कतै न कतै कसैले न कसैले केही न केही त काम देला नि सुन्नु न हाम्रो कामको साह्रै जरुरी थियो हामीलाई मिल्ने खालको कामहरूको पछाडि छ भने पनि तिमीलाई मिल्ने खालको कामै छैन भाइ मेरो सुने काम गर्दिनँ त्यसो काम नै गर्दा ल भाइ मैले तिमीलाई भनिसकेँ त मसँग कामदारहरू अलरेडी प्याक छ तिमीले गर्ने खालको काम मसँग छैन तिमी अलरेडी जाऊ विदेशतिर तिमी जस्तो मान्छे नेपालमा काम छैन जाऊ विदेशतिर जाऊ भाइ के चाहियो कपडा चाहियो प्यान्ट टी सर्ट के चाहियो कपडा त होइन मलाई कामको आवश्यकता पऱ्यो भने आएको हजुर बसेर मलाई मिल्ने खालको केही काम होला त काम त छैन भाइ आफै बेरोजगार छु दोकान चल्दैन के गर्ने अन्त खोज्नु पऱ्यो भाइ काम यहाँ छैन भाइ है
आफै ठिक छ काम छैन नमस्कार के चाहियो होला भाइलाई काम काम के काम हो साउजी काम यो सहरमा जताततै काम खोजियो र कहीँ कतै पनि काम पाइयो अब हजुरको सहरमा परेको छु मलाई मिल्ने खालको केही काम छ भने दिनु नि काम त खै के होला र साँच्चै भाडा माझ्ने मान्छे चाहिएको थियो गर्छौ त गर्छु साउजी म भाडा माझ्ने मात्रै होइन हजुरले जे काम भन्नुहुन्छ त्यो काम गर्न तयार छु मलाई पैसाको साह्रै जरुरी छ साउजी ल ठिक छ त्यसो भए अनि कहिलेबाट आउँछौ तिमी म सबै कुरा मिलाएर भोलि बिहानैबाट आउँछु नि त मिल्दैन बिहानैबाट आऊ है त पक्का सम्झेँ नि मैले फेरि ल है ल हुन्छ साउजी हजुरलाई धेरै धन्यवाद हजुरको चाहिँ म लाग्छ है ल ठुली ठुली कहाँ गएछ यो ठुली हजुर बिहान आउनुभयो के लिएर आउनुभएको के हो यो के हुनु मुखियाले यसमा चामल दिनुभएको छ लिएर भात पकाए अनि यसमा नयाँ नयाँ कपडा दिनुभएको छ राख खालीको कुन खालीको कपडा लिएर आउँछ लाउँदैन पापा त नयाँ नै यता सबैले पाएको भन्न नराख्छ पका आमा ए आमा कहाँ हुनुहुन्छ नलगाउनुहोस् न नलगा ऊ कान्छे लगाउँछ के लाउने आमा मुखेल दिएको कपडा नयाँ नै थियो ठुलीलाई लगाउँदैन भने चाहिँ तिमीहरू गएर लगाऊ के कपडा खाइ त्यही कपडा मेरो कुन छ हो छि लाउँदिनँ म यस्तो पुरानो कपडा अरूका बा आमाले नयाँ नयाँ कपडा किनेर ल्याइदिनुहुन्छ हाम्रो बा आमाले अरूले फालेको कपडा लगा भन्नुहुन्छ तपाईँ आफै लाउनु कर्म कस्तो दैवले लेखेछ सम्झेर रुन्छ मन मेरो सम्झेर रुन्छ मन के गर्नु आफू बिरामीले थोला परिहाल्यो बिचारी भोकै छोराछोरीको लागि भनेर दुःख गर्छन् छोराछोरीले भने आमाको दुःख कहिले देखेन आमा सुन्नु न फेरि तँलाई एउटा कुरा भन्नु थियो के कुरा जे पनि छ भने भन्नु अलिअलि छुटेर थपै नआइदिए जाऊ त
हजुर म्याम त सुन तिमी सधैँभरि क्लासमा साथीभाइ यताउति चोरेर चल्दैन तिमीलाई किताब लिएर आऊ भने कति भइगयो भोलिबार किताब लिएर आनमा आऊ नत्र चिट क्लासमा आउनु पर्दैन बुझ्यौ हुन्छ म्याम खाना खाइसक्यो गयो छिटा ढिलो हुन्छ स्कुल जाने छिटा होइन एकचोटि जतिको लागि किन बोल्दैन किन झोक्राएर बसेको के भयो तँलाई ऊ हेर त कान्छीलाई खाना पाकेर न खाइसक्यो स्कुल जानु ढिलो हुन्छ हिँड जान्न यस्तो छु न किताब न कापी तनी दिउँ मतलब दियो होइन भयो चाहिँ के तँलाई चिन्ता जानुहोस् होइन तर एउटा कागज किताब किन्यो भनेको कति भयो पहिला सुन्नुभयो आज मैले स्कुलमा किताब नआएको स्कुल नआइले भन्नुभएको अनि कसो आउने स्कुल के गरौँ त तेरो भाइ सब गयो भौते हरायो के खबरै गर्दैन ऊ हेर तेरो बाको हालत कस्ता छन् देखेकै छस् बाबुले कहाँ गएर के भ्याउनु सकुन्तेल गरेकै छु कहाँ गयो भने के गर्नु आमा म गएँ मलाई ढिलो भयो खै मलाई के थाहा छैन किताब किन्नु भने स्कुल जान्छु अन्त म जान्न यस्तै हो गाउँमा हल्ली नै हिँड्ने हेर बाबु मैले पनि दुःख गर्ने तिमीले केही गराउला पढाउला मेरा हात दुःख नभोगाउला भनेर जे गर्यो जति गर्यो भने जस्तो कहिल्यै भएन बाबु तर तिमीले पढाइसम्म कुरा कहिल्यै नगर तर ठिकै छ बाबालाई औषधि गर्ने भनेर राखेको 500 रुपियाँ केही छ त्यसैले हुन्छ भने गर तर पढाइसम्म कुरा नगर ढिलो गरिरहेको हात छिटो चला भित्र टेबल सफा गर्ने बेला भइसक्यो छिटो गर आज छैन छिटो गर छिटो के हो यो जुटे छ त के माझेको ध्यान कता छ त्यो राम्रोसँग माझ्नु पर्दैन म पहुँचे झुकेर गल्ती भएछ आइन्दा यस्तो हुँदैन ल धेरै छुट्नु नचला यसलाई यतिकै छोड्दे उता टेबल फर्छ गेस्ट आउनु बेला भइसक्यो त्यो टेबल साफ गर्छु पहिलो दिनमा त्यस्तो चाल्छ खै के गरी खाला रे धेरै हाल्यो कति अभावी रहेछ छोरी त सबै कता कता गए कोही सहर गए कोही स्कुल गए तँ एउटीको भने मेरो सेवा गरेर जिन्दगी जाने भयो है तँलाई चाहिँ दायाहरू बहिनी जस्तै पढ्न मन लागेन पढ्न मन लाग्छ नि तर लागेर पनि के गर्नु बाबा बाबाको सेवा गर्ने जोगोले कहाँ पाउँछ र म त बाबाकी छोरी होइन म त भाग्यवान छोरी हो बाबा
किन आइस आज खै अन्त मलाई के थाहा मैले आज दादा स्कुलमा देखिन होइन के भन्छ यो अघिबाइसँग आउने मान्छ आज कहाँ गर्नु फेरि जानु बाबालाई नि साथीकोमा एकछिनमा त आइहाल्छ त्यतिकै पे लाग्नुपर्छ अरे सोलो घरा घरान में ले जनवरी दिसंबर खाना आया गाइस तेरे घरान में लाएगा कति सत्तो से मलाई कहाँ आया सुन तेरे घरान में आएगा कहाँ गएको छैन विष्णुको म गएको थिएँ आउनु ढिलो भयो यो घरमा के को हल्ला खल्ला हो किन भाउजू छोरा त मजाले पिट्नु गएको छ त के गल्ती गरेको छोराले किन कुट्नु हेर्नु त स्कुलबाट आउने समय यति बेला स्कुलबाट आउँदा घरको मान्छेलाई चिन्ता हुन्न यस खोल कहाँको स्कुल यसलाई त दिनभरि लारी आएकोमा खेत गर्नु दिइरहेको थिएँ मर्ला फेरि फेरि कुट्नु दान उता यता भाइ बाबुको मुखबाट के छैन मैले त्यो कुरा हो आमा घरिका काल जे लेख्नुभयो त्यही भन्नु तँलाई मैले स्कुलमा पढ्न पठाएको कि लाउरेकोमा काम गर्न पठाएको काम नगरेर के गर्नु त आमा तपाईँ दुःखसँग एक्लै कति लड्नुहुन्छ लड्दा लड्दै कुन दिन कहाँ ढल्नुहुन्छ केही थाहा छैन तपाईँले दिएको त्यो 500ले पनि मेरो किताब किन्न पुग्दैन थियो अनि त्यसमै बाबाको औषधि पनि त थिएन त्यो सबै देख्दा देख्दै म कसरी स्कुल जान सक्छु भन्नु त म तपाईँलाई कति एक्लै हुँदै गरेको देखेको छु त्यसैले आज मेरो हातलाई कोदालीको पिठदेखि टाढा सार्न सकिनँ बरु कि बाबाको लागि औषधि ल्याइदिएको छु मैले के तपाईँ हेर हात गएको छ तँलाई कहिले काम जाने मैले जबसम्म तेरियामा जिउटी छ तबसम्म काम गर्नु पर्दैन राम्रोसँग पढाइमा ध्यान दे भेट पिट नगर अब खाना छला सेगाला खाना जाने ओ गोविन्द हजुर यहाँ त साथी मौडी कुनै कति भयो होइन किन राउँछस् अब दसैँ पनि आइसक्यो भन्न त भोलि फुलपाती पनि हो क्या अरे तेरो त घर जाने के यस्तो साह्रै छैन कि जान्नुहोस् न घर जान त जाने साउजी तर के भयो फेरि दसैँ खर्च पनि सकिन आँटेको थियो पैसादेखिको पैसा पनि भाडा दिँदै ठिक्क हो योपालि अलिकति थपेर दिनुहुन्थ्यो कि बरु घरबाट आएपछि मिल्नुहुन्थ्यो हेर गोविन्द तँलाई पैसा नदिनु त होइन पहिला व्यापार चौपट छ तेरो बाँकी रहेको पैसा त दिनु सक्छु त्यो लगेर जाने बाजा अरू थपेर दिनु गाह्रो छ हुन त हो साउजी त धेरै पछि गाउँ जाँदैछु गाउँमा बाआमा भाइ बहिनीहरूलाई के न के लाग्दैन के सोचिरहेको थिएँ गएर यसो गर्नु न के फोन राख्नु कति दिन सकिन्छ दिनु बरु पैसा गाउँबाट आइसकेपछि त्यति दुःख गर्छु त्यो पैसा कटाएर दिनु होला नि हुँदैन दाउला हुँदै त्यो जाबो फोनको कति त आउला बरु 2-4 हजार थपेर दिउँला त्यो राख पैसा पनि लैजा ल राख आजबाट तेरो छुट्टी राम्रोसँग जानु बुवामैलाई सम्झेछ भन्दिनु ए रोक त दसैँको भोलिपल्ट आइहाल्नु नि फेरि यहाँ काम गर्ने मान्छे छैन
भाइलाई फोन गरेर गराउने खबर दिनु पर्यो। को कता कता छन्? हेलो पञ्चा चिनिस ए दाइ चिनी ढोक्टे भाग्य पनि रहेछ भाइ। आराम छस्? बा कता छन्, आमा कता छन्, बहिनीहरू कता कता छन्? म गाउँ आउँदैछु है, म आउने खबर सुनाइदिनु। हो र? ए हामी सबैजना यहाँ सुनिराखेका छौँ दाइ। अनि कहिले आउँछ नि घर? कहिले त दिनु आउने कुरा गर्छु। दाइ आमाले कुरा गर्ने अरे। खै दिनु त दे। गएको यत्रो समय भयो, आजसम्म कहाँ गएको थिइस्? छिटो आइज घर, कहिले आउँछस्? भोलि हिँड्छ अमा यताबाट। पर्सि टिकाको अघिल्लो दिनसम्म आइहाल्छ नि। बुढीमा खुसीले हात दियो कि चिन्ता नगर्नुहोस् है। हुन्छ हुन्छ, त आइज न पहिला। ल ल आइहाल्छु नि। खै कान्छालाई फोन दिनु त। हजुर दाइ घरमा चार्जर पनि मिलाउनु पर्यो। ल मैले अहिले खाना खाएँ त अन्त। ल दाइ हुन्छ, राम्रोसँग आउनुहोस् है। शुभ यात्रा। मलाई पनि कपडा चाहिन्छ है दाइ, लक्ष्मी ल्याइदिनु होला। उता खाउहरू फोन गरिसक्यो परान त्यतिकै। कस्तो हुनुहुन्छ? हामीलाई चाहिँ बोल्न नदिने? सुन्नु मन दाइ अब ल्याइदिनु न। के? आफै ल्याइदिनु त नि ल्याएपछि। किन होला र? आमा हड्डी मात्रै छ नि त, के खानै के गर्छस्? आइज बिता, के कारबाट आएको? बाबा बढी भाग्य हुनुपर्छ त बाबु। कस्तो छ बाबा तपाईँलाई? मलाई त उठेछ बाबु, छेउ भएको छैन। के फरक भयो कि उस्तै हो? नै फरकै छैन, उस्तै छु म त। अनि कमा फरक भन्नु अरे राम्रोसँग आए बाबु, सकुशल गएर। हजुर म राम्रोसँग आइपुगेँ। मिलाई के छ दाइ? मेरो मिनीको लागि योपालि मिठाई छ, खान्छस्? मिठाई मात्र मिठाई? अनि मेरो लागि के छ भाइ? तर त बुझ्नु भाइ। अब तिमीहरूको लागि अर्कोबाट बरु यी बामाको लागि एक जोड कभर ल्याइदिएको छु। कति भयो? 100 रुपियाँमा दिन काटेको। आजसम्म त बामाको कमाइले पढ्नु फेरियो, अब चाहिँ मेरो कमाइले बामाको पढ्नु फेर्ने हो। दाइ सक्नुभएको छ। मैले कपडा ल्याइदिनु भन्छ, ल्याइदिनु भयो कि नै? पैसा छैन अर्को पटक। मलाई चाहियो भने चाहिँ अहिले चाहियो, न त कपडा ल्याइदिन्छ। अरूको घरमा मासु पाइसक्यो, हाम्रो घर कहिले पाक्ने हो? सबैको घरमा दसैँ आइसक्यो, खै त हाम्रो घरमा दसैँ आएको कि कहिले पनि आउँदैन? मेरो सानो छोरी आउँछ, अहिले पो छैन र। पैसा जुन दिन पैसा हुन्छ नि त्यो दिन तिमीले जे जे हुन्छ त्यही किनिदिनु होस्। छोड्नुहोस्, जहिले पनि यही भनेर जिद गर्नुहुन्छ। अब त म मरे पनि बचाउँदिनँ। मलाई चाहियो भने चाहिँ चाहियो, नत्र म घरै आउँदिनँ। छोरा रुवाएर खुसी हुन मन त हामीलाई कहाँ थियो र? तर के गर्नु, दुखी घरमा खुसी हुन र सन्तानलाई खुसी बनाउनकै लेखेको रहन्छ। सानै छ, जिद्दी गरेको मात्रै हो, एकछिनमा त आइहाल्छ नि। छोरा आएको छ वर्षा दिनमा, हाँस्ने बेलामा रुन्छन्। हाँस्नुहोस् हाँस्नु लाग्नुहोस्। हो बल्ल पो सुहायो त। यो कपडा लगाउनुहोस् त, मेरो आमाले यो कपडा लगायो भने
टक्क देवी जस्तै देखिन्छ कस्तो राम्रो है आजले बाबालाई दिन्छ साडी धोती यिनी कपडा लगाउने काम पछि गरौँला जेठालाई भोक लाग्यो होला उति टाढोबाट आएको जा कान्छीलाई बोला त खाना खा के भयो के भयो कान्छी सबैमा नमस्कार। हाम्रो यो सानो परिवारको तर्फबाट सानो कोसेली छ आउनु त समयमा आउनु पर्थ्यो त अगाडि नै आउनुपर्ने कुरा हो तर पनि केही प्राविधिक समस्या केही घराइसी समस्या केही आफ्नो पर्सनल समस्याको कारणले गर्दा थोरै केही समय ढिला हुन गएका छौँ त्यसको लागि हामी क्षमा चाहन्छौँ तर जे जस्तो भए पनि ढिलै भए पनि भिडियो राम्रो बनेको छ अब हजुरलाई के लाग्छ कस्तो लाग्छ जस्तो लाग्छ जे लाग्छ कमेन्ट मार्फत हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला हजुरहरूको सल्लाह सुझाव नै हाम्रो लागि सबैभन्दा ठुलो उपहार हुनेछ हजुरहरूको यस्तै माया अझै पनि बढ्दै जाओस् हजुरको माया बढ्दै गयो भने हामीलाई पनि भिडियो बनाउने आज उत्साहित ऊर्जा थपिनेछ हाम्रो सम्पूर्ण परिवारले गरेको अभिनय कस्तो लाग्छ पहिलोपल्ट गरेको हजुरको माया सासपुर भयो भने आज बाँकी भागहरू पनि आउनेछ भन्दै आजको भिडियो हेरिसक्नु भएको छ हजुरलाई पक्कै पनि मन पर्यो होला यदि मन पर्यो छको खण्डमा हाम्रो भिडियोमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला सबैभन्दा मेन कुरा मन परेको खण्डमा प्रत्येकजनाले सेयर हान्नु होला ल सेयर हान्नु चाहिँ नभुल्नु होला अनि एउटा कुरा सब्सक्राइब च्यानल बाई बाई।